वन्दे मातरम। नमस्कार। आज गाउँमा उपस्थित हुनुभएका बुढाजनहरू साथै हाम्रा अनुरोध गर्दछु सबैले थप्पडी मारौँ। धन्यवाद। इंडिपेंडेंस डे यहाँ फ्लैग होस्टिंग का साथ हामी खारखोला निवासी भेला भएर मनाउन गइरहेछौँ र आज धेरै मात्रामा भेला नभए तापनि साना साना भाइ बहिनीहरू लगायत तपाईहरु आइदिनु भयो। एउटा ग्रुपको इन्फर्मेसनको मार्फत तपाईहरुलाई म आन्तरिक हृदयबाट धेरै धेरै धन्यवाद र थ्याङ्कफुल गर्न चाहन्छु। र आज यहाँ फ्लैग होस्टिङको लागि हाम्रै यहाँ सर किशन दाहाल आउनुभएको छ र अन्य हामी सम्पूर्ण भेला भएका छौँ र धेरै टाइम लाग्दैन किनभने घाम ज्यादा छ। हामीले शीतलको इन्तजाम गर्न अलिकति हामी असमर्थ भयौँ। त्यसमा पनि हामी साना साना भाइहरूले यसको तयारी गर्नुभएको र हामीलाई माफ गर्नुहोला र यस्तै यो पाल यसरी नै गर्ने र आगुम अलिक राम्रो तरिकाले हामी गर्नेछौँ भन्दै तपाईहरुमाझ क्षमा प्रार्थना छ भन्दै म उहाँलाई अनुरोध गर्दछु सबैले थप्पडी मारौँ। धन्यवाद। उहाँले हाम्रो गाउँको बिएलओ पनि हुनुहुन्छ र यस्तो बिएलओ को काम त सबैलाई थाहा नै छ। त्यस्तो आफ्नो बिजी शेड्युलमा पनि उहाँले छोटो समय निकालेर आइदिनु भयो। उहाँलाई धेरै धेरै धन्यवाद म व्यक्त गर्न चाहन्छु साना साना भाइहरूको तर्फबाट धेरै धेरै धन्यवाद। र अब हामी पहिलो नम्बरमा फ्लैग होस्टिङ हुन्छ र त्यस फ्लैग होस्टिङको बाद हामी 2 मिनेट वन्दे मातरमको गीत यहाँ बज्नेछ। त्यसमा हामी खडा हुनेछौँ र त्यसपश्चात हाम्रो राष्ट्रगान जनगण मन सुरु हुनेछ र त्यसमा पनि हामी खडा नै भएर यो ग्रुप प्रोग्रामको अलिकति शेड्युल हो। पहिला फ्लैग होस्टिङ अनि वन्दे मातरम अनि जनगण मन अनि त्यसको नेक्स्टमा चिफ गेस्टद्वारा थोरै अलिकति 2-4 शब्दको उहाँले हामीमाझ दर्शाउनु हुनेछ र त्यसपश्चात हाम्रो यहाँ अर्को एउटा थप प्रोग्राम सानो छ र त्यसलाई लिँदै आधी घण्टादेखि धेरै टाइम हुँदैन। तपाईहरु अलिकति धैर्य गरेर घाममै भए बसिदिनु होला भन्दै म फ्लैग होस्टिङको लागि सर किशन दाहाललाई अनुरोध गर्दछु। जय हिन्द, जय हिन्द। थ्याङ्क यू सो मच राहुल भाइ। र म फर्स्ट अफ अल सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभने हामीले यसरी गाउँको हाम्रो 80 इन्डिपेन्डेन्स डे मनाएकोमा हामीहरू भेला हुन पायौँ। हामीले यसमा धेरै हाम्रो गर्वको साथमा हामीहरू धेरै खुसी छौँ। अनि हामीले यो 80 इन्डिपेन्डेन्स डे चाहिँ किन मनायौँ भन्दाखेरि सबैलाई हामीलाई पिस एन्ड हार्मोनी चाहिएको छ।